Good morning, guys. This will be very exciting day today. I'm waiting for my buddy. अहिले चाहिँ म कहाँ छु भन्दाखेरि म लभली गुम्बा डाँडा आइसकेको छु घरमा खिचिन किनभने भान्जी गइरहेको थियो. This is our lovely गुम्बा डाँडा. If you can see, let me decrease my ISO. So I'll be अनि आज चाहिँ हामी चाहिँ बन्जी हान्न जाने हो. लेट्स सी. अहिलेको सोच चाहिँ बन्जी हान्ने हो तर आई डोन्ट नो के हुन्छ त्यहाँ पुगेपछि. I'm just waiting for my buddy. He's coming. रेडी हुँदै थियो म चाहिँ रेडी भएर आइहालेँ. I'll see you. अब 12:20 जाने हो. 12:20 भन्दा अलिकति माथि. I'll see you on the way somewhere. खाजा खाने ठाउँमा ब्रेकमा हैन त्यहाँ हट्दै हिँडिहाल्ने हो. एकछिन साथीलाई वेट गर्नु. साथी आएपछि साथीसँगै जाने हो. भयो हाम्रो हिरोको इन्ट्री. त्यो छक्क देखेर आइपुग्यो त. हिरोको इन्ट्री भयो भर्खर भयो नि 15-20 मिनेट यार. ल जाने नि त. ल जाउँ अब कहाँ गएर चिया खाने. Alright. बालियात. Wait. Look at the यसले त फेरि पुरा एन्टी फिल्टरले केही देख्दैन यसको त. ओए कस्तो डेन्जर सिन देखेको यार. अर्डर नि समय हराउँथे. अनि अघिको अलि एन्टी अलि टेम्परेचर हल्का वार्म भएछ. आई डोन्ट लाइक द वार्म कलर टोन हैन. मलाई चाहिँ हल्का कुल नै कलर टोन नै मनपर्छ. सो राइट नाउ वी आर एट खाडी चौर बजार पुग्नुभन्दा अलिकति यतापट्टि वी आर ह्याभिङ आवर टी ब्रेक भनौँ न. अब चिया डु नोट आवर चिया डु नोट. अनि यस्तै अब कोटै धेरै हुन्छ अब भिडियो बनाउने मान्छेहरूको. नो प्रब्लम. किनभने बाटोमै खिच्नै मिलेन क्या. अब छाडो त्यो ब्रेक लाउनै डर लाग्ने है साथी. ब्रेक लाउनै डर लाग्ने नि त्यो बाटोमा त. दुई शब्द भन्दियो न हाम्रो बाटोको लागि. बाटोको लागि त अब के भन्नु, अलिकति केही सिकौँ होइन. काम गरेपछि पुरा आराम. त्यो मदका कुवा बनाएर नराखौँ. बाटो न रन गर्नु मिल्नु यार. बाटो चाहिँ यत्रो हाइवे छ होइन. यत्रो हाइवे छ न रन गर्नु मिल्नु न बिस्तारै चलो ब्रेक हान्न पनि डर लाग्ने. ल ठिक छ. एनिवेज इन्जोय द जर्नी न द डेस्टिनेसन भने जस्तै. जर्नी हेज बिन सो फार भेरी गुड. एपेचर अनि सी द ब्याकग्राउन्ड होइन कस्तो दामी रिभर बगिरहेको छ. मेरो हाम्रो भोटे कोशी नदी यही नदीकै माथि हो. मैले बन्जी हार्न जानुपर्ने अब. पिस सी यु लेटर लाइक समवेयर. खाना खाने ठाउँमा मिल्छ होला अब खाना ब्रेकमा. बाई बाई. हामी कहाँ हो अहिले. हामी चाहिँ अब 12-20 बजार आइपुगिसक्यौँ.
खाना खानुपर्ने हुन्छ आम सुटिङ एट F10 होइन F11 किनभने पक मेरो एन्डीलाई अलिक बढी बनाऊ अब त छैन नि त यस्तो सिनहरू अनि खाना खानुपर्ने हुन्छ खाना खाउँ दोस्ती आफ्नो फेरि हेलिकप्टर उडाउनु लाग्छ हेलिकप्टरतिर कुन दिन पुलिसले लैजाला भन्ने पिर लाग्यो दोस्त जागा नि बुढा छ कुन दिन पुलिसले लैजाला त्यो रोड वाज फाइन अहिलेसम्म रोड राम्रै छ होइन त यहाँबाट माथि नै यस्तै त होला नि साथी पुग्ने ला हो यस्तो रोड चाहिँ सकिनु लाग्यो इट्स फाइन के गर्नु अब इट्स फाइन खाना भनेको छौँ खाना आउँदैछ अन द वे आवर राइड इज हियर यिनीहरूले पनि खाना भरिभरि खाइसकेको छ अब या सिटिङ दे ल हाम्रो चाहिँ आजको व्यञ्जन आजको है सम्झि ल्याउ फिर्ता ल्याउ साथी यहाँ उडाउनै व्यस्त छ खाना आएर सेलाउनु बेला हुन्छ कि खेजा झिनले हो या त हेङ्गा छ न खाइला उचला दे खेजा फोक झिन्ला छ के थाहा त अनि ल 12 विषयको खाना पनि टेस्ट गर्नु पर्यो होइन ल सो या ज्यादा त भइहाल्यो ल या दाल त्यस्तै मिठो साग त्यस्तै मिठो अचारै 2 थरीको आमाले उ त्यहाँ मटन पनि छ डोन्ट वरी इन्दो ग्याप से हो यास्याङ इन्दो या तोप्या ऊ त्यहाँ माथि त्यहाँ स्कुटी भन्दा माथि अब खाना खाउँ तपाईँहरू चाहिँ हेर्नुहोस् साथी चाहिँ हात धुँदै गर्छ क्यामेरा चाहिँ नफसोस् धन्यवाद खानाको के भन्नु छ मिठो छ है ठिक छ अचार अलिक धेरै थरीको भएछ साथी हाम्रो यहाँ अब जस्तै हो यहाँ माथि एउटा ब्युटिफुल झरना छ जुन तपाईँहरूलाई हामी देखाउन खोजिरहेछौँ हामीले चाहिँ देखिसकेका छौँ तर
फाइनली द वेट इज ओभर आइपुगेका छौँ हालिदिन्छु आँटिसक्यो हामी क्या भाइ छ है यहाँ बस्नलाई साथी The last resort. We are here. भन्नुपर्दाखेरि so far ride is pretty smooth हैन अनि ब्याकग्राउन्डमा झर्ना पनि दामी आइरहेको छ हेलो अनि यस नोइज क्यान्सलेसन पनि अन छ आई डोन्ट नो मेरो साउन्ड कस्तो आएको छ अहिलेसम्मको राइड पनि ठिकै छ हामी त्यस्तो कुदाउने पनि होइन आरामले आइरहेको छौँ अहिले चाहिँ हामी वास्तवमा यो तातोपानी बजारको अलिकति यतातिर छौँ अनि आजको हाम्रो प्लानिङ चाहिँ वास्तवमा आउने बन्जी हान्ने अनि घर फर्किने भन्ने थियो तर बन्जी हान्ने अरू कोही नभएर म एक्लै भएको भएर चाहिँ आज चाहिँ नआउने भयो आज चाहिँ यतै बस्छौँ अनि भोलि बिहानै फर्स्ट आवरमै गर्ने भनेको छौँ अनि तातोपानी बजारमा गएर तातोपानीले पनि नुहाइयो इट वाज फर्स्ट टाइम इन माई लाइफ वाटर वाज रियली हट भनेर पुरा पोल्ने हट नै थियो अनि हाम्रो जिन्दगीमा स्कुटी राइडको नै आफ्नै मजा छ है बाइकको आफ्नै मजा छ स्कुटरको आफ्नै मजा छ तर यो डाँडाहरू त म यता डाँडाको किन पऱ्यो यहाँ त छैन होइन चाइनाको डाँडा उतै हो त्यही हो चाइना छिर्न पाएन बोर्डर छिरेन केही छैन अब फेरि आउँदा छिराउँला अलिक तयारी भएर आउँला है अब भोलि बन्जी हानिन्छ म खै हेर्छु जाउँ ल हामी चाहिँ अब अहिले साक्कु भन्ने ठाउँमा आइपुगेका छौँ पढी अब हाम्रो के छ प्लानिङ अगाडिको खै अब यतैतिर बस्नु घुम्नु What is this? करेन्ट ग्रास भन्छ ग्रास लाइटनिङ ग्लास चाहिँ होला ग्रास यो नेपालीबाट चाहिँ यसलाई बच्चा तलाउने औषधि बच्चा तलाउने उटपट्याङ काम गर्नेहरूको औषधि होइन त साथी यो औषधि अलिक महँगो छ फेरि यहाँ
बडी खाजा के स्पेसलै हो तर यहाँसम्म हिँडेर आएको वर्थ इट लाग्यो हो हामी पुरा त बजारलाई डिच गरेर यहाँ आएको नि त लुक्स डिलिसियस म्यान लेट मी हेभ अ बाइट होइन सेजवान पनि हालेका छौँ good morning, very good morning guys, होइन very good morning from Chaku village अनि this day was very nice, warm and cozy होइन हाम्रो राइड चाहिँ कोल्ड स्टार्ट भइसकेको छ I have already done it, I have already did it अब चिया खाउँ अनि सिधै त्यही रिसोर्टतिरै निस्किनुपर्ने हुन्छ बन्ज्यान ठाउँमा त्यही हो I'm so excited for myself bro. This is the experience. यहाँ राख्दिनु आन्टी धन्यवाद के फरक पर्दैन अनि चिया पनि आयो चिया पनि खायौँ अब लेट्स गो म्यान माई बडी वान्ट टु ब्रिङ स्टप्स स्कोर स्टार्ट भइसकेको छ एभ्रीबडी taking sun bath किनभने अर्ली मर्निङ जाडो छ नि त राम्रो जाडो छ मुख त धुन त ढोको त के हो no problem I'll see you there in the resort and let's see I'm excited for today that's it bye bye peace la again back in the business we again here let's see खै त केही तयारी छैन त यार ब्रोजहरूको वेलकम टु द लास्ट रिजोर्ट द बन्जी प्लेस can see the background it's there buddy अनि अरु केही टेन्सन why हेर न सनराइज के भन्छ सनराइज त भनौँ नि सनराइज दामी हे ओ माई गड ए ऊ त्यो ऊ त्यहाँ तलबाट हिँडेर आउनु पर्थ्यो होला पहिला पहिला अहिले चाहिँ तान्ने सिस्टम हुन्छ अरे होइन पहिला पहिला चाहिँ हाम फालेपछि उसले लास्टै हल्लिरहेको थियो त्यो भर्यान जस्तो देख्नु भएको नि हजुरहरूले त्यहाँबाट हिँडेर चाहिँ see how like deep what is it called like how high it is होइन the guy yesterday who explained it he said 3 second को free fall अनि त्यसपछि त swing मात्रै हुन्छ होइन त्यही free fall मात्र हो नि डर लाग्ने यताउता भनेको होइन आज पनि भएन भने चाहिँ अब चाहिँ त्यसपछि चाहिँ चुप लगाएर फर्किनुपर्ने हुन्छ I cannot spend 3 days just for something like this not because of me होइन it's because of their fault so let's go and ask them what's the situation होइन के हुन लागिरहेछ how nice ज्याकेट पनि दुस्नै भयो I don't know what is this one for अनि yesterday's day was really nice होइन त्यहीँ पर तर त्यहीँ पल्लो गाउँमै हो अनि कस्तो दामी ट्रेन छ के ओ यास्याङ दाजु कता यहाँको काउन्टरको आउँदै हुन्छ आइपुग्यो ब्रो हामी त
आज त स्योर हुन्छ होला नि ब्रो अब तपाईँहरू प्रिपेयर गर्दै गर्नु टाइम लाग्छ होला नि त्यो गर्नलाई फेरि 20-25 मिनट म्याक्सिमम 10 बजीतिर गरौँ न घाम पनि तातो हो कि गरिहाल्नु अहिले प्रिपेयर गर्दै गर्नु तपाईँले यो प्याकेजमा चाहिँ तपाईँलाई लन्च पनि आउँछ होइन त्यो लन्चमा चाहिँ ब्रेकफास्टहरू दिनु भयो भने हुन्छ होइन अनि त्यो तपाईँ 7,500 चाहिँ जम्प र ब्रेकफास्ट लन्च आइदर लन्च आइदर ब्रेकफास्ट त्यो भएर तपाईँलाई आउँछ फोटोग्राफी 2,000 पर्छ जम्प गर्दा पनि हेर्नु तपाईँलाई मन पऱ्यो भने तपाईँले त्यो भिडियो पनि सक्नुहुन्छ कि होइन 10 बजीतिर गर्नुहुन्छ के गर्ने हुन्छ कति बजेर अहिले 9 बज्यो फर्महरू भन्नुहोस् पेमेन्ट गर्नुहोस् घामसाम ताप्नुहोस् ब्रेकफास्ट खाउँ अनि तपाईँलाई कुपन दिन्छु ब्रेकफास्टबाट भनिदिन्छु अनि उहाँहरूलाई चाहिँ इन्क्लुड हुँदैन उहाँले चाहिँ के खानु त्यही हिसाबले पेमेन्ट गर्नु हान्ने कस्तो 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 फिलिङ आइरहेछ अरे ब्रो भित्रबाट पुरै हुन्छ नि त्यो फटिसकेको छ होइन तर तैपनि बाहिरबाट चाहिँ टफ एन्ड स्ट्रङ एक्ट गरिरहेको छ होइन लास्ट रिसोर्टको बन्थ्यो हामीलाई कहिलेदेखिको सपना यो मेरो बच्चादेखिको हो यार तर हान्न चाहिँ रहर चाहिँ पहिलेदेखिबाट थियो तर वन्स इन अ लाइफ टाइम आई वान्टेड टु फिल के भन्छ नि डेथ के अब यो भनेको त डेथ फिल गर्नु हो नि त नि होइन 3 सेकेन्ड त ब्रो तल जाँदा त हो यमराज सँगसँगै हाम्रोले हुन्छ होइन एउटा तेरो रिएक्सन कस्तो होला र त्यसो गर्दा मुनि झर्दा अलि भएन यहाँ ल हुन्छ होला नि तल झर्दा एउटा हाम फालेर देखा त यहाँबाट माथिबाट होला चाहिँ पुगानु होला ए यहाँबाट हाम फाल्दा दुख्छ नि त्यसमा त दुख्दैन होला नि त अनि त्यो दुख्छ नि हाम फाल्छ सक्छ हाम फाल्छ खुदै जाने त हो नि ल के अब यसको प्रि वर्कआउटहरू केही हुन्छ अनि squats तर यो हाँसो होइन यो त्यो सिरियस मोडमा निस्किन्छ नि हाँसो त्यही हो यो भन्दा अगाडि निस्किने के भन्छ अब त्यही हो चितकारी fine we'll do it nowadays peace guys copyright wow पहिला नट्स छ नि त नट्स ल हाम्रो अब अलिकति अरे जिन्दगी यस्तै चलिरहेछ वाउ हाम्रो चाहिँ अनि ब्रेकफास्टमा चाहिँ आएको छ आमाम अन्धकारै छु त म त अनि अलिक काम अलिक एक त अपोजिटमा बसिरहेको रहेछ नि त हाम्रो चाहिँ नि ब्रेकफास्टमा चाहिँ आइपुगेको छन् अभियसली कफी सुड बी दे कफी सबै सो वाज अलरेडी दे अनि आएको छ मसाला omelette and then some fruits and then potato chili and then some toasted bread and then peanut butter and then butter and then jam yes and here am I यो भन्छ के अरे बलि चढाउनुभन्दा अगाडि फ्रुसी गरेको जस्तो हुन्छ अब मनी गर्नु पऱ्यो है आफ्नै करेसा बारीमा फुलेको घाटमा नि रातो रङ कोरिसकेको छ रेडी फर द जम्प भयो त रेडी
लेट्स गो फेरि फुल्नुपर्छ होला खोल्नुपर्छ है दाइहरू के छ दाइ सन्चै हुनुहुन्छ ल ल ल जिउ नरुइकन आएछ है टोइलेट गइस् छिरिन स्याङ्गो तपाईँलाई कस्तो फिल भइरहेछ Oh my god, too much excited, brother. I have been waiting for this moment for last 2 years, हैन? बच्चादेखिको सपना थियो. I wanted to feel a death once in a lifetime, हैन? यो भन्दा राम्रो अपर्च्युनिटी केही हुन सक्दैन. So, I'm here today. Let's go. Peace. Right. हान्छु होला हौ. अहिले तपाईँ कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ म अहिले कहाँ हो यो हाम्रो लोकेसन? द लास्ट रिसोर्ट भोटेकोशी भन्जी हान्न गइरहेको छु. हातलाई ठिक छ चिरो अलि माथि राख्नुहोस् छाती बाहिर राख्नुहोस् रेडी हुनुहुन्छ Ready? Okay, now hold the count down. Now 3, 2, 1, bungee! Yes! This is life! This is life! Woo! Yes! Oh my god! Woo! Yes! Ah! Woo! Ah! Oh my god! Fuck! डर लाग्दो रहेछ यार! Ah! Avatar. Oh my god. Yes. Wow. This is the face after bungee, you know. You can even see the t-shirt. I'll be wearing this t-shirt for a whole week now. Thank you so much, brother. Thank you so much. तर साथी तैँले चाहिँ धोकै गरे जतिकै हो कि यार तँ नि हान्छु भनेर आउनु त म बस्नु त तर म त मै हान्छु भनेर आउनु त ठिक छ it was quite an experience हैन my ice is blowing up like crazy no worries अनि yeah I was the one who just jumped from this place, you know, moments before. यहाँबाट हामपाली मयो. Bro, did you see the cliffs? You can't miss that one, bro. You know? This is life. अहिले हेर्दा पो डर लाग्छ त अघि त डर भने त थोपै लाग्यो रे त्यहाँ माथि डाँडामा हेरे फुत्तै नि त्यो त चिच्याको त ब्रो फनको लागि चिच्या हो नि त यार ब्रो
खत्म भी स्टाइला पर आसे हो यार क्या रिन त नि ओए 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 हानै लाइस हानै लाइस वो मतलब के भन्नु त म भन्नेलाई बोल्नलाई केही छँदै छैन नि यार whatever bro it was really nice experience yeah this is life this is what I came this is what I came to Nepal for हैन छोड्दै पर हिजै चाहिँ यहाँ बस्न आउनु पर्ने रहेछ कि साथी त्योहरू भन्दा नि पौडी चाहिँ खेल्नु पर्ने क्या अरू सक लाग्छ त्यति राख हो तैँले सक्ने लाग्दो हुँदो रहेछ हँ स्विमिङ पनि स्विङ त हेर्न त नि त्यहाँबाट अनि उता तारमा हो क्या तर स्विङ चाहिँ मजा आउला जस्तो है स्विङ चाहिँ हानु क्या हो पमा भने त उता मुनि हो यो होइन यो होइन सानो स्विङ भने होइन कहाँ हो त्यहाँ मुनि भने चाहिँ उता हेर्छ त्यो ऊ बाँदर पनि नछ त्यो बाँदरबाट ठाउँतिर त्यस्तै त अब त के मलाई त्यही डर लाग्यो तो चाहिँ त डर के आगे जीत है केटा डर के आगे जीत है ल सी यू गाइस समय के सिधै घर जाने कि बाटोमा बसी जाति घर जाउँ है सिधै घर जाउँ बाई बाई पिस सी यू इन हाउस आई डोन्ट नो होइन बाटोतिर खिच्यो भने खिचाउँला नत्र भने घरमा भेटौँला पिस बाई बाई